हेलो नमस्ते साथीहरू, स्वागत छ DN9 मिनी ब्लगमा। तपाईहरू पनि सोचिराख्नु भएको होला दिनहुँ उही खाएको पिएको स्कुल गएको र फर्किएको भिडियो कति हाल्छ होला। के गर्नु साथीहरू, हाम्रो दैनिक रुटिन नै यही हो। बिहान उठ्ने, खाने, स्कुल जाने, स्कुलबाट फर्किने, फेरि अर्को दिन त्यही रुटिन। तर यही सामान्य दिनभित्रका साना साना रमाइला पलहरू तपाईहरूसँग बाँड्न मन लाग्छ। साथीहरू, दिनकै जस्तै आज पनि भाँडा माझेर लुगासुगा धुन थाले, किनकि घाम ढल्केपछि फेरि कहाँ सुकाउने होला। अनि घाममै चर्कै घाममा धुन थाले। लुगासुगा धुएर मैले कुचो सुचो लाउन थाल्यो। कुचो लाउँदा लाउँदा साथीहरू मेरो हेर्नु, हिजो बाख्राले के गरिदिएछ। फेरि मसँग अर्को कुर्ता नि थिएन। अनि मलाई बिहानै बेलुका नुहाउने बानी छ, गर्मीमा बस्नै सक्दैन ननुहाइकन। साथीहरू, यो चाहिँ हाम्रो भान्सा कोठा, भात पकाउने भान्सा होइन नि। फेरि यो मन्दिर राख्ने, भगवान राख्ने कोठा है। यसको कुचो हेर्नु न, एक बित्ताको छ, यति सानो छ भन्ने। बाख्राले मेरो कुर्तालाई के बनाइदिएछ। भाउजू चाहिँ आज ड्युटीबाट चाँडै आइपुग्नु भयो। अनि मलाई चाहिँ फुर्सद भयो। म चाहिँ नुहाएर भाउजूको कुर्ता लगाएर बसेँ। अनि भाउजूले माछा बनाउँदै हुनुहुन्छ अनि म चाहिँ खाँदै बसेँ। आजलाई यति नै साथीहरू।